Hello everyone, welcome to the Nimple Sister vlog. It's me Srijana and म चाहिँ फेरि हजुरको अगाडि एउटा नयाँ हाइकिङ भ्लग this vlog going to be the last hiking vlog of this year. हामी चाहिँ चम्पादेवी जान लागेको छु अनि खास गरी आज हामी लगन हिलमा 6 बजे पुग्ने प्लान थियो तर यतै 6 बजिसक्यो सो हल्का लेट भयो यताउता गर्दा अब चाहिँ साथीहरु चाहिँ सोलु चाहिँ अघि गइसकेछ कुरिरहेछ मलाई त्यहाँ बस पार्कमा म चाहिँ अब जाँदैछु पुनः पनि निस्कियो भर्खर सो हामी 3 जना मिलेर जान लागेको छु अनि बिचमा चाहिँ हामी लगन खेलमा चाहिँ एउटा ग्रुपसँग एड हुन्छु अनि उहाँसँग हामी जान्छु घर बसर पुगी अब चाहिँ म सोलुलाई खोजेछु आई थिङ्क सोलु उता छ बिचरा बम भइसक्यो होला म यहीँ 26 भइसक्यो म हात आउनुसम्म म त सोलु बिसाइरहेको होला मैले चाहिँ सोलु हेरेको छ कि सोलु चाहिँ उता छ ऊ त्यो रेड कलरको ज्याकेट लगाएको मान्छे सोलु हो हेलो मिस सोलु यता आऊ न मिस बिचराले धेरै कुरेर आज रिसाएर बम भइरह्यो होला कति के लिएर आयो भारी यति धेरै लेट होला सोचिरहेको थिएँ म होला लेट मेरो ट्रेन रहेछ अब ट्रेन किन भनेको म ट्रेन किन भनिरहेको छु भने पछि थाहा हुन्छ ट्रेन भनिरहेको छु ए म चाहिँ पुनमलाई र मेरो ट्विनलाई कुमिरहेको छु ऊ आयो मेरो ट्विन हेलो ट्विन आज हामी ट्विन छौँ लास्ट वेट गर हेर न भ्लग बनाएको कोही गयो भने फेरि जाम भ्लग बनाउनु पर्छ हौ ढिला भइसक्यो इनड्राइभमा आउरे कसले ड्राइभ गर्छ उता 15 मिनटमा आइपुग्दैनौ तिमीहरू इनड्राइभमा आऊ भन्दै छ हामी त अब इनड्राइभमा जानु पऱ्यो किनकि लास्ट ढिला भइसक्यो आई सो यु एभ्री जानुपर्ने हामी इनड्राइभमा चढ्यो अब धेरै ढिला भएर हामी इनड्राइभमा जानु पर्यो एकदम रमाइलो भइरहेछ है अरू सबै साथीहरूले हामीलाई धोका दियो त्यही भएर हामी 1 दिन 3 जना छौँ अर्को ग्रुपहरूसँग साथै छौँ है जयन्ती तिमीलाई यहाँ भ्लग देखेर फेरि रिग्रेट लाग्छ है हामी त चम्पादेवी जान लाग्छ जयन्ती चम्पादेवी लगन खेल पुग्यौँ अनि हामी चाहिँ फ्रुट्स पसल खोज्दैछौँ म र सोलु मिलेर फ्रुट्स पसलमा अलिकति 2-3 दाना लिनु अलिक सस्तो गरेर लिनुपर्छ है त्यति धेरै 1 केजी त किन चाहिन्छ फ्रुट्स कसरी हो दाइ अनि सुन्तला 180 मुरा लाग्छ 2-3 दाना मात्रै लाग्ने हामी यो पपाया पनि लाने एप्पल लाने हो क्या लिएर आउनु म 100 रुपैयाँ दिन्छु 2-3 दाना मिलाएर लग्नु भने त 3 ता लगौँ है 3 दाना काटेर हुन्छ यता हुन्छ कति हुन्छ मिलाइ 1 केजी हैन 1 केजी हैन हौ दाइ थोरै लाग्ने हो किन त्यो लाग्नु कति भयो त हेर्नु आधा किलो कति छ सानो भयो खै कस्तो कति हो त्यसको कति रे यसको सबको 130 को भयो 130 भयो रे यो सुन्तला कसरी सुन्तला 200 त्यत्रो त हाल्ने एक दुईटा त लाग्ने हो हामी यतिको हामी
हेरी चाहिँदैन हौ दाइ। अनि सुन्तला नि लगाउनु किन लगाउनु त्यसको म दिन्छु पैसा ल सुन्तलाको के गर्दैन सुन्तला नि बाटोमा खाँदै जानुपर्छ त्यो कति भयो अब मिला डिस्काउन्ट चाहिँ गर्नु पऱ्यो दाइ हामीलाई। कसरी अरे 200 त प्लास्टिक दिनु त यहीँ हाल त्यो बेलामा हालिदिन्छु। कस्तो राम्रो हुन्छ कि ल ल सुन्तला खाने कति हुन्छ आधा केजीमा भयो मेवा पनि अलि ठुलो मेवा भयो। नै मेवा त यार मेल हुन्छ बाटोमा ल ल कति हो किलोको कति भयो भन्नु त अब। टोटल कति भयो 180 यो नि टोटल कति भयो दाइ यो कति 260 टोटल कति भयो 330 रुपियाँ। गाडी चढी चलु हजुर जानको लागि रेडी। अब हामी चाहिँ अलरेडी गाडीमा चाहिँ चढिसकेको छौँ अनि जानलाई एकदमै रेडी अनि सबैजना हुनुहुन्छ यहाँ चाहिँ मलाई चाहिँ प्याक भइसक्यो अब बोल्नु 2 शब्द राख्नु तिम्रो पनि। अहिलेसम्म चाहिँ एक्साइटेड छु। भरे तिम्रो एक्साइटेड डाउन हुन्छ उकालोमा हिँड्दा फेरि त्यो चाहिँ फिक्स हो। गाडीमा बस्ने बित्तिकै ओलो र भर्खर गाडीबाट झऱ्यौँ। अब चाहिँ हामी हाइकिङको लागि अल सेट। यो चाहिँ हाम्रो बिफोर्स भयो। हामी बिफोर्स हाइक है यति आफ्नो हाइक कस्तो हुन्छ हेरौँ हाम्रो फेस। अहिले अब हाइकिङ चाहिँ सुरु भयो। यो चाहिँ हाम्रो गाइस हाम्रो हाइकिङ चाहिँ हामी चाहिँ आजको हाइकिङ चाहिँ हाम्रो चम्पादेवीमा रहेको छ। सो आज चाहिँ हामी एकदम इन्जोय गर्नेवालामा छौँ। हाइकिङको बाटो चाहिँ यस्तै छ सिधै भर्याङबाट सुरु भइरहेछ। आज साथीहरू कति केजी भयो आज कति केजी घट्ने हो पुनः चाहिँ छ नि हावाले उडाइदिएर फेरि घटेर हामी त घटेर ठिकै छ। हामी हाइकिङ गरेको 5 मिनट भएको छ। सुवास आइसक्यो। लास्ट थर्ड उकालो रहेछ। यता देखाउ त। अनि उसको चाहिँ ब्याग धेरै गरौँ भएको भएर मैले मेरो दिएँ उसलाई एक्सचेन्ज गरेँ। गाह्रो भइरहेछ। 10 मिनट हेरेर हामी यति थाकिसक्यो कि अब यहाँ चाहिँ पुनम चाहिँ एप्पल हुँदैछ। एप्पल सानो सिनहरू चाहिँ ओभर दामी छ। सिनहरू चाहिँ मान्छे पुरो गरेको छ। हामी कति गलिसक्यो यहाँ त्यहाँ ठिकै छ। यो भनेको एक्सपिरियन्स अहिले गर्ने हो कि पछि गर्नै पाउनु न बुढो हुन्छ। मेरो साथीलाई खुवाइदिन्छु मेरो साथीलाई धेरै माया त्यस्तै हेर्नु ल्याउ म भाँचाइदिन्छु मेरो अरू साथी पनि खुवाइदिन्छु थ्याङ्क यू। दुई सिन चाहिँ यति राम्रो छ है। हिँड्न चाहिँ ग्लास गाह्रो छ। हामीले भारी अलिक बढी बोकेर ल्याएर त्यसलाई कम ल्याउँछु भन्दा बढी भयो कसरी बसेर पानी खाँदै यस्तो हेरेर आनन्दले बस्नु पर्छ नि त ल सिधै जस्तो लिएर फेरि हाम्रो हाइकिङ सुरु भयो। अनि यस्तो छ यो चाहिँ बाटो चाहिँ अलिकति अघि भन्दा सजिलो। अघिको थारै उकालो थियो। यताको भ्यू देखाइदियो कस्तो राम्रो भ्यू छ। म त भ्लग बनाउने काम हो मेरो। भरे यस्तो दामी म होइन म राम्रोसँग एडिट गर्छु यो पालि। स्टोरी हाल्छु एउटा त्यो अघि खुट्टाको ल हाल्दै आऊ न। यति राम्रो भइरहेछ। राम्रो सिन छ। वाउ यहाँ चाहिँ पिकनिक स्पटको लागि चाहिँ कस्तो राम्रो ठाउँ छ यो। अनि हाम्रो यहाँ साथी सुन्तला लिँदैछ। हामी सुन्तला खाने। ओभर दामी ठाउँ छ। मस्ट रिकमेन्डेड। गाह्रो छ बट ओके। सके यो चाहिँ हात्ती बान। यो फोटो एकजनाले एउटा यो फोटो ल्याउनु मलाई भ्लगमा राख्ने काम हुन्छ। अहिलेसम्म भइरहेको छ। अहिले चाहिँ अलिक राम्रो भइरहेको छ। फेरि अब उकालो स्टार्ट भइसक्यो। त्यहाँ चाहिँ अलिक गुम्बा जस्तो रहेछ। त्यहाँ चाहिँ जानुपर्छ। त्यहाँबाट जाने अहिलेको चाहिँ ठिक छ हौ। धेरै राम्रो रमाइलो गर्दै आएको छौँ। हामीले चाहिँ खतरा भिडियो रिल्सहरू बनाइरहेको छ।
फेरि अब यस्तो लोकेसन आइरहेछ लोकेसन चाहिँ ओभर दामी छ भ्यूहरू हामी गुम्बा भएको ठाउँमा गुम्बा जस्तो के हो यो तर गुम्बा छ गुम्बा जस्तो लाग्यो तर गुम्बा छैन रहेछ यहाँ एकदमै रमाइलो भइरहेको छ यस्तो राम्रो सिनहरू छ पैसा तसँग यहाँ पैसा हामी चाहिँ उता तलदेखि हिँडिरहेको उकालो उकालो अझै यहाँ माथि छ लास्ट माथि डाँडा पुगिसक्यौँ लास्ट गरेर हामी सोलको बाटो हाल्छ सोलको कता हाल्छ फेरि अझै अब यति उकालो छ त्यो उकालो सकेदेखि हामी रेस्ट गर्छौँ अखर उकालो मलाई भराङ गरिएछ अझै परको डाँडा जानु छ अझै 2 घन्टा लाग्छ होला अब एकछिन 5-10 मिनट यहाँ रेस्ट गर्छौँ अनि फेरि हामी कन्टिन्यू गर्छौँ सिन चाहिँ उपर राम्रो छ यहाँतिर चाहिँ अब चाहिँ यतातिर चाहिँ अलिकति रुखो भयो भने त्यस्तो धेरै गर्मी छ अलि उता गएपछि चाहिँ छाया हुन्छ होला सोची सुनेको छु कस्तो हुन्छ आजमा गएर पछि हेरेको यस्तो भिडियो सिडियो बनाइरहनु पर्छ नि टाइममा 2 जना चाहिँ अगाडि गइसक्यो अब म चाहिँ दौडिँदै जानु ओभर राम्रो चाहिँ सिनहरू चाहिँ दामी अघिदेखि म सिनहरू दामी मात्रै भनिरहेको छु बिकज सिन इज एक्चुअली दामी खानु न के थोरै एकदम गाई छौ एकदम चौचक खायौँ चौचक खाँदै हामी अङ्गुर खाँदै जाँदैछौँ आऊ बिस्तारो आऊ न माइक्रो भाइ केही भन्नु छैन धेरै राम्रो अब फेरि नाच्ने उकालो आउँदैछ उकालो चाहिँ माथि टपमा छ यो पछि अझै उकालो छ उकालो आएन अन्त अझै छ उयो माथिको टप्पा यो डाँडा होइन यो त्यो डाँडा रहेछ अहिले कति बजे हाम्रो कति बजे गाइस 9:30-10 बज्नुलाई होला हामी 12 बजी पुग्छौँ होला है पुग्दैन होला जस्ट थाकिसक्यो हामी यति धेरै उकालो हुन्छ नि एकछिनसम्म हुन्छ फेरि यति धेरै उकालो हुन्छ एकछिनसम्म हुन्छ स्टिल हाम्रो हाइकिङ चलिरहेछ उकालो अहिलेसम्म सकेको छैन अब चाहिँ हामी यो ठाउँमा पुग्यौँ यो ठाउँ पनि कस्तो राम्रो छ हामी सब थाकेको छ बोल्ने हालेको पनि छैन त्यो पनि थोरै भ्लग गरिरहेको छु हामी चाहिँ अहिले हाइकिङको सबसे हार्डेस्ट उकालो आएको छ त्यही उकालो छ सबसे हार्डेस्ट उकालो यो ठाडो छ त्यही माथि छ हामी चाहिँ त्यही तलबाट आएको थाकिसक्यो यार सोलु के भन्छ साह्रै बेहाल साह्रो त्यो उकालो कति धेरै उकालो यो सबसे झारो उकालो फाइनली आयो 1 घन्टा जति उकालो हेर्नेको लगातार फाइनली चम्पादेवी मन्दिर आयो साह्रै गाह्रो थाक्ने लास्ट हामी भारी पनि धेरै ल्याएर थोरै रहेछौँ भने केही किन्दा भारी भयो बल्ल पुग्यो मन्दिर भयो तल पुग्यो यो चाहिँ हाम्रो चम्पादेवी मन्दिर भयो फाइनली पुग्यौँ कस्तो भयो साथी साह्रै गाह्रो चम्पादेवीको भिजिट एकछिनमा चम्पा फाइनली हामी चम्पादेवी साह्रै गाह्रो यार खाजा खाने कार्यक्रम हुँदैछ लास्ट थाकिसक्यो 11 होइन 11:30 भइसक्यो हामी खाजा खानाको बिहानदेखि केही खाएको छैन सिधै खाजा 11 हाम्रो सोरुले हस् अङ्कल
फोन अड्काउनु भने के अनि भिडियो खिच्ने ट्याक्कै यसो यहाँ सोलुले हाम्रो के काम गर्नुभएको छ सोलु मैले काम बिगारे क्लास टाइट बाँधेर छु कसको हो यो सोलुकै हो ए मेरो चाहिँ मै खोल्छ फेरि सोलुले फर्काउनु होला नि ल अब चाहिँ हामी यहाँ मजाहरू खाँदै लास्ट मिठो मानेर खाइरहेको छौँ लास्ट भोक पनि लागिसक्यो साँच्चै खाएर अब निस्किन लगाएको उतातिर चाहिँ प्रोग्रामहरू हुँदैछ हामी चाहिँ हेर्ने हो बिङ्गो गेममा टप गरेको कि फर्स्ट भएको भए फर्स्ट विनर अब चाहिँ हामी यो चाहिँ हाम्रो चम्पादेवीको मन्दिर भइहाल्यो अघिबाट मैले देखाएँ यहाँ चाहिँ बोर्ड छ काम पनि अहिले त्यति साल लागेको छैन फर्किने बेला अब चाहिँ झर्न आनन्द हुन्छ कि तर भर्खर 12 बुढा कुद्दैछौँ न अनि काका पनि कुद्दैछौँ अनि काठमाडौँ बस्नेहरूलाई यसो कोसेल लगिदिनु न त ए काका यति धेरै हातमा टिपेर भिडियो बनाउनु न ल यसरी अनि हातमा हाम्रो राखेर चेन्ज गर्नु यहाँ चाहिँ साथीहरू हामी चाहिँ फर्किँदाखेरि डान्स गर्दै गीत सुन्दै रमाइलो गर्दै गइरहेको छौँ अनि त्यही हो यस्तै राम्रो यहाँ चाहिँ हामी फोटो खिच्नु गएको फेरि यो ठाउँ चाहिँ राम्रो छ सोलु कस्तो भइरहेछ ओह्रालो ओह्रालो कस्तो भइरहेछ राम्रो भएको छ यो भिडियो मलाई भन्दाखेरि है अब चाहिँ ओह्रालोमा छ ओह्रालोमा अब ट्याक्का हामी बिच बिचमा फोटो खिच्दै हामी गइरहेको छौँ अघि आउँदाखेरि चाहिँ कुरो कुरा हामी त 1 घन्टामै झर्छौँ होला 2 घन्टा 1 घन्टामा है अघि न हामी फोटो निक्लेको चाहिँ हामी त्यो डाँडा पुगेर अझ तल्लो डाँडा पुगेर नि तल्लो डाँडा पुग्नुपर्छ हाम्रो ओह्रालो छ कि अब थोरै उकालो छ त्यसपछि फेरि ओह्रालो छ दुईजना चाहिँ हिँड्नुपर्छ भने चाहिँ झेउ लाग्छ डान्स गर्नुपर्छ चाहिँ यिनीहरू चाहिँ कहाँबाट आउँछ त्यसो भएर पनि नाचेको त उकालोमा त बाट आइसक्यो अब हामी बस कुर्दै अनि त्यसपछि हामी लगेर जान्छौँ लास्ट सबजना ठकिट भइसक्यो लास्ट आजको त ओह्रालो उकालो भन्दा झन् ओह्रालो पो गाह्रो भयो हामीलाई त्यो सल्लाहको के पाटहरू भुइँमा खसेको थियो चिप्लो नि चिप्लो सल्लाहको बोटहरू त्यो बाटो फर्किने लास्ट चिप्लो थियो लास्ट बाटो साले चाहिँ हामी चाहिँ बस कुर्दै कुदिरहेको छ बस आएको छैन फाइनली हामी घर आयो लुगा आयो 3 टायर थियो गाडीमा हामी 3टा गाडीमा चढ्यो 3टा गाडीमा गाडी त लास्ट गाह्रो भयो नि आजको कुरा कति बज्यो अहिले 5 बजे 5:30 भयो हामी घरबाट 6 बजे 6:30 बजे निस्केको 5:30 पुग्यो ल अब आजको भ्लग यतै इन गर्छु बाई भनेर दइन्ट भनेर घोषणा गर्न चाहन्छु बाई बाई मच फर टुडे सी यू एन्ड अनदर भ्लग यो वर्षको हाम्रो लास्ट हाइकिङ भ्लग होला मेरो चाहिँ त्यही हो अब चाहिँ अर्को वर्ष बाई